एउटा दोहोरी क्षेत्रको प्रतिनिधित्व हो नि त म त होइन। मैले ठुलो पर्दाको चलचित्रमा चाहे काम जसोसुकै भए पनि एउटा यति ठुलो स्क्रिनमा त देखिएँ नि होइन। त्यो कुराले चाहिँ मलाई मात्रै होइन मेरो क्षेत्रलाई पनि गर्व लाग्नुपर्ने। मलाई त हिजो अस्ति प्रकाश सपुत दाइले फिल्ममा काम गर्दाखेरि त एकदमै धेरै खुसी लागेको थियो। हामीले आफैले चलचित्र हेऱ्यौँ पनि गर्नुपर्ने साथ सपोर्ट मोबाइलको स्क्रिनबाट सेयर गरेर हुन्छ कि के हुन्छ गऱ्यौँ पनि होइन। हजुर हजुर त्यसो गऱ्यौँ। तर अहिले चाहिँ हाम्रो फिल्म लाग्दा मतलब म देखिएको फिल्म लाग्दा चाहिँ त्यति धेरै उपस्थिति नभएको देख्दा चाहिँ दुःख लागेको छ। चलचित्र प्रदर्शन भएको पहिलो दिनदेखि नै भन्दै आएको छु। आज 6औं दिनसम्म आइपुग्दाखेरि दर्शकहरूले जुन खालको माया दिनुभएको छ हामी एकदमै आभार व्यक्त गर्न चाहन्छौँ। साना साना बालबच्चाहरूदेखि लिएर शिक्षक शिक्षिका अभिभावकहरू बिस्तारै बिस्तारै अझ झन् आजभन्दा भोलिभन्दा पर्सि हलमा आउने क्रम चाहिँ एकदमै बढ्दो छ। त्यसैले हामी एकदमै आभार व्यक्त गर्न चाहन्छौँ सबैजनालाई। म चाहिँ एकदम धेरै यात्री छु। ओके, अब तपाईँ पनि यो चलचित्रको अब मुख्य पात्रमै हुनुहुन्छ होइन। यो तपाईँको लागि पनि पहिलो चलचित्र हो र यसरी यति धेरै दर्शकहरूले माया गर्दै गर्दा साना साना बच्चाहरू पनि रुँदै निस्किँदै गर्दा ओहो साँच्चै राम्रै भएछ चलचित्र जस्तो लागेको छ तपाईँलाई? मलाई चाहिँ पहिला सुरु सोचेको भन्दा एकदमै धेरै खुसी लागिरहेको छ र पहिलो चलचित्रमै टिका मामुले र मैले यति धेरै माया पाउँदा एकदमै खुसी लागिरहेको छ। र आज 6 डेसम्म यसरी हाउसफुल भइराख्दाखेरि चाहिँ हामी सम्पूर्ण टिमले गरेको मेहनतले चाहिँ सफल पाएको जस्तो लाग्छ र अब आउने दिनहरूमा पनि यसरी नै माया गरिदिनुहुन्छ जस्तो मलाई लाग्छ। अब तपाईँ त निर्माता पनि हो होइन। चलचित्र बनाउन कतिको कठिन थियो त्यो तपाईँले भोग्नु भएको छ। आज चलचित्र बन्दै गर्दाखेरि यसरी हलमा लाग्दै गर्दाखेरि पाउनुभएको यो मायाले साँच्चै मैले जनताको भावना र बालबालिकाको पनि भावना अनुसारको कथा बनाएछु भन्ने लागेको छ। एकदम आइ एम प्राउड अफ दिस मुभी। तपाईँले भने जस्तै अन्य मुभी पनि बनेका छन्, नबनेको होइन होइन। हजुर भने जस्तो जुन मैले एउटा समाज अनि एउटा विद्यार्थी शिक्षकलाई लिएर एउटा स्टोरी कोरेँ नि, त्यो जुन स्टोरीले सबैको समाज र विद्यार्थी शिक्षकको मन जितेको छ। म एकदम ह्याप्पी छु। तपाईँले रिक्स बोल्नु भएको हो यो बिचमा होइन। रिक्स बोल्नु भएको हो नि त चलचित्रका लागि। धेरै कलाकारहरू नयाँ कलाकारहरू राखेर अझ टिकाजीहरू जस्तो दोहोरीमा एक छत्र राज गर्नुभएको। हामी त दोहोरीकी रानी भनेर टिकाजीलाई बुझ्छौँ होइन। कतिपयले भने पनि टिकालाई दोहोरीको ल्याएर फिल्म चल्छ भनेको छ, मलाई थाहा छ, मैले नाम लिन्न। कतिपय त भनेको थिएँ मलाई टिका सानो पनि हिरो नि हो र टिका ल्याएर चल्छ र भन्ने मान्छे थिएँ। तर मलाई थाहा थियो कि मार्केट कसको छ के छ कुनलाई कुन रोल सुन्छ भन्दा सबै मान्छे एकैछिन स्टार त बन्दैन नि भन्छ। सानो माया तामाङ भरतपुर 25। मेरो समस्या त यो घुँडा दुख्ने थियो। म वैदिकमा गएर अनि चेकअप गरेर औषधि चलाइदिनु भयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ होइन। त्यो थियो त्यसको लागि जुन स्टोरी अनुसार हाम्रो कलाकारहरू सबैले आफ्नो भूमिका निभाइदिनु भयो। मनैदेखि धन्यवाद दिन चाहन्छु। र चलेर देखियो चलचित्रले, हाम्रो मन चल्यो पनि, सबैले माया गरिदिनु भयो। तपाईँले अब आफ्नो लगानी सेभ गरिसक्नुभयो कि अझै बाँकी? होइन मेरो लगानी त हाम्रो हलबाट भन्दा नि नेपालकै 7 प्रदेशबाट राइटबाट म अलरेडी सेभ भएर पनि फाइदामा गइसकेको हजुर। किन यो मुभी खास भनेको त शैक्षिक मुभी हो, खास हो हरेक विद्यालयको लागि बनेको मुभी हो। म पहिले सेभ भइसक्यो। तर कतिपय विद्यालयमा देखाउँदै गर्दा हाम्रो समाजले थाहा नपाउला, समाजलाई पनि सन्देश जाओस् न भन्नको लागि हलसम्म ल्याएको। म अलरेडी सेभ भइसकेको छु। हलमा चाहिँ कस्तो छ प्रतिक्रिया? हाउसफुल सबै छ कि अहिलेसम्मको? तपाईँले भनौँ न हलमा कति जति मुनाफा प्राप्त गर्यो, के छ जानकारी? होइन मैले मुनाफा यति प्राप्त गरौँ भन्दा पनि दर्शकको माया पाएको छु। यो भनेको मुभी भनेको हलबाट भोलि नै बाहिर जाँदा पनि यो कहिले इन्डिङ हुँदैन। यो रेगुलर हरेक विद्यालय र हरेक नगरपालिकामा यसको लागि हल छ। हामी आतुर गरेका छैनौँ। यो बिस्तारै जान्छ, बिस्तारै चल्छ, बिस्तारै माया पार्नेछौँ। हामीलाई ठुलो आशा छैन यो सन्देश समाजलाई जाओस्, समाजले केही सिकोस्। तपाईँले यसरी बुझ्नु भएको छ अर्को हप्ता पनि यो चलचित्र चल्छ भनेर? किनकि भोलिबाट अर्को हप्ता सुरु हुँदैछ। 100मा 200% जान्छ। टिकाजी हामी चाहिँ के कारणले पनि खुसी छौँ हुन चाहिँ यो बेलामा साँच्चैकै दोहोरी कलाकारहरूले तपाईँलाई सपोर्ट गर्नुपर्ने थियो, त्यो चाहिँ देखिएन। नेपालमा अब त्यही अवस्था छ, कोही अगाडि बढ्यो भने म पनि बाहिर थिएँ ठ्याक्कै आज दौडिनु बित्तिकै यहाँ तपाईँको इन्टरभ्यू लिन आइरहेको छु। यो एक हप्ता तपाईँकै चलचित्र चल्दाखेरि बाहिर निस्किनु पर्यो, यो मेरो लागि दुःखदायी छैन हो होइन। तर अब यस्तो चलचित्र चल्दै गर्दाखेरि हलमा यसरी हाउसफुल हुँदै गर्दाखेरि दोहोरी कलाकारहरूबाट नपाएको साथले चाहिँ दुःखी हुनुहुन्न तपाईँ?
त्यस्तो धेरै दुःखी पनि छैन र त्यति धेरै खुसी पनि छैन किनभने आउनु पर्थ्यो हेरिदिनु पर्थ्यो जस्तो लाग्छ सल्लाह सुझाव दिनु पर्थ्यो अग्रजहरूले पनि समकालीन साथीहरूले अनि भर्खरै सिक्दै गरेका भाइ बहिनीहरू सबैले एउटा दोहोरी क्षेत्रको प्रतिनिधित्व हो नि त म त होइन मैले ठुलो पर्दाको चलचित्रमा चाहे काम जस्तोसुकै भए पनि एउटा यति ठुलो स्क्रिनमा त देखिएँ नि होइन त्यो कुराले चाहिँ मलाई मात्रै होइन मेरो क्षेत्रलाई पनि गर्व लाग्नुपर्ने मलाई त हिजो अस्ति प्रकाश सापकोटा दाइले फिल्ममा काम गर्दाखेरि त एकदमै धेरै खुसी लागेको थियो हामीले आफैले चलचित्र हेऱ्यौँ पनि गर्नुपर्ने साथ सपोर्ट मोबाइलको स्क्रिनबाट सेयर गरेर हुन्छ कि के हुन्छ गऱ्यौँ पनि होइन हजुर हजुर त्यसो गऱ्यौँ तर अहिले चाहिँ हाम्रो फिल्म लाग्दा मतलब म देखिएको फिल्म लाग्दा चाहिँ त्यति धेरै उपस्थिति नभएको देख्दा चाहिँ दुःख लागेको छ तर फेरि कतिपयले चाहिँ फेसबुकबाट चाहिँ हामीलाई सपोर्ट गरिराखेको देख्दाखेरि खुसी नै छु खुसी त हुनुहुन्छ तर मैले तपाईँले भने जस्तै एक खालको यत्रो दोहोरी क्षेत्र 40-40 हजार एउटै संस्थामा जोडिएका चाहिँ भनौँ न सदस्यहरू छन् त्यति सदस्य सबैले हेरौँ नहेरौँ आफ्नो ठाउँमा छ कम्तीमा दोहोरी क्षेत्रका तपाईँका संस्थाका सङ्घ संस्थाका कलाकारहरूले पनि हामी छौँ है भनेर आइदिएको भए आज हुन्छ नि दोस्रो हप्ता जाँदै गर्दा चाहिँ हाउसफुल दोस्रो हप्ता जाँदैछ भनेर भन्न पाइन्थ्यो नि त्यो अवस्था छैन नि किनकि तपाईँले चाहे जति हल त पाउनु भएको छैन चाहे जति भन्दा पनि हामीले सोचेभन्दा त धेरै हलहरू हामीलाई उपलब्ध भइराखेको छ हामीले सुरुमा यो फिल्म जब हामीले दाइले चाहिँ हलहरूमा ल्याउने प्रयास गर्ने बेलामा चाहिँ कतिपय हलहरूले विश्वास नगर्नु भएको होइन कतिपय अलिकति कठिन हुँदाखेरि जब प्रदर्शन गऱ्यौँ त्यसपछि सोहरू धेरै नै थपिएको छ अहिले चाहिँ होइन हामीले सोचेको भन्दा धेरै नै हामीलाई प्राप्त भएको छ त्यही भएर पनि हामी ह्याप्पी छौँ आफ्ना नजिकका साथीभाइ इष्टमित्रहरूको साथ सपोर्ट नपाए पनि होइन हामीलाई चाहिँ दर्शक श्रोताहरू नजिकबाटै साथ पाइन भन्ने चिन्ता चाहिँ टिकाजीले पाउनु भयो होइन संयोग यस्तो गरेको प्रष्ट देखियो खास हजुर पनि आज 6औं दिन आउँदाखेरि मलाई त गाली नगर्नुहोस् तपाईँलाई थाहा छ म त टिकाजीलाई भनेको थिएँ बोलाउनुहोस् है बोलाउनुहोस् भनेको थिएँ त्यही त मैले भन्दैछु खास हजुरलाई पनि संयोग यस्तो पर्न गएको ठ्याक्कै हाम्रो फिल्म लाग्नु र तपाईँ भ्याली बाहिर जानु सँगै भयो नि त संयोगले धेरै साथीहरूलाई त्यस्तै बनाएको होला अब बिस्तारै आउनुहुन्छ भन्ने लागेको छ आज चाहिँ यो झकझकाउने यो पहिलोचोटि भन्नुभयो होला तपाईँले औपचारिक रूपमा कलाकारको साथ पाइन भनेर नि हजुर हजुर अगाडि त भन्नुभएको थिएन यसरी नै त्यस्तो भनेको छैन र अहिले पनि खास गरेर आए हुन्थ्यो भन्ने चाहिँ लागेको छ किन भन्दाखेरि यो मेरो मात्रै खुसी होइन के भोलि लोकदोहोरी क्षेत्रमा काम गरेका अन्य भाइ बहिनीहरू अन्य अग्रजहरू अन्य समकालीन साथीहरूलाई पनि अभिनयमा चासो भएको कुनै न कुनै ठाउँमा त्यसरी जोडिनु भयो भने हामीले पनि गर्व गर्नुपर्छ त्यो भएर चाहिँ आइदिनु होला भन्न चाहन्छु अब तपाईँले नि सोच्ने कि एउटा चाहिँ विशेष सो राखेर सबै कलाकारहरूलाई ल्याउने भनेर नि सोच्दा नि त हुन्छ होला नि किनकि अझै समय त छ अब भोलिका लागि या कुनै एउटा कलाकारहरूलाई फोन गरेर एउटा विशेष सो तयार पार्ने त्यस्तो चाहिँ मेरो दिमागमा चाहिँ छैन किनभने यो बेलामा एकदमै भन्यो भने हामीलाई साथ सपोर्ट चाहिन्छ हामीले उहाँहरूको लागि विशेष सो भनेर त्यो तय गर्ने अवस्था छैन होइन अब दाइको तर्फबाट के छ अब यो किनकि कलाकारहरू म टिकाजीले ल म कलाकार सबै मलाई साथ दिने कलाकारहरू बोलाउँछु एउटा विशेष सो तयार पारौँ भन्नु भने तपाईँ गर्नु होइन बहिनीले भने जस्तै विशेष सो भनेको त हामी चलचित्र रिलिज हुनुभन्दा पहिले नै गर्ने काम हो होइन त्यो बेलामा हामीले यो शैक्षिक क्षेत्रको विशिष्ट व्यक्तिलाई मात्रै हामी देखायौँ हामी कुनै पनि अब कलाकारहरूलाई उपस्थित गर्न सकेनौँ सरी भन्न चाहन्छु त्यसको लागि र अबको विशेष सो भन्ने कुरा अलिक नहोला छ किनभने अब चलिसकेपछि त उहाँहरूले आफ्नो टिमलाई अलिकति माया गरिदिनुपर्छ नि होइन र यदि समय मिले छैन भने आज नभए भोलि आउनुहोस् भोलि प्रोत्साहिदिनुहोस् तर माया गरिदिनुहोस् भन्न चाहन्छु म त्यो अब विशेष सो राख्नै परे हामी राखौँला के छ र उहाँहरूको लागि होइन यदि टिकाजीले चाहनुभयो भने तपाईँले विशेष सो पनि राखिन्छ टिकाजी यो ठुलो पर्दामा अब एउटा गीत निकाले भने तपाईँले त धेरै दोहोरी गाउनुहुन्छ नि त्यस्तै भएर एक दिनमा 6-7वटा पनि दोहोरी गाएर हिँड्नु भएको कलाकार हो अब यो ठुलो पर्दामा चाहिँ दिनदिनै एउटा फिल्मको लागि सम्भवतः यो एक हप्ता तपाईँ सुत्नु नै भएको छैन होला यो बिहान उज्यालो नहुँदै हलमा कुन हलमा जाने भनेर सुटिङ के अरे सेड्युल बन्छ त्यो हलमा जानुपर्छ बेलुकासम्म त्यो कस्तो फरक हुँदो रहेछ त्यहाँ गरेको मेहनत र यहाँ गरेको मेहनत भन्ने कुरा जुनसुकै काममा पनि गर्नुपर्छ होइन आफूमा भर पर्ने कुरा हो
अब यही चलचित्रमा पनि होइन म त भ्याउँदैन भनेर मैले टारेको भए पनि टारिन्थ्यो तर त्यो मेरो काम हो नि त मैले पनि काम गरेको छु होइन निर्माता निर्देशकको मात्रै होइन यो मेरो पनि काम छ मैले पनि पारिश्रमिक लिएर काम गरिसकेपछि त त्यसलाई एउटा हुन्छ नि गन्तव्यमा पुर्याउनका लागि आफूले पनि केही न केही मेहनत गर्नै पर्छ भन्ने लागेरै म चलचित्र प्रदर्शन हुनुभन्दा केही दिन अगाडिदेखि नै दाइ सँगसँगै सल्लाह गर्दै आज के गर्ने भोलि के गर्ने भनेर हिँडिरहेको छु र दोहोरी र यहाँ चाहिँ केही हदमा दोहोरी नै सजिलो सिधै हुने भयो होइन गाइदियो सकियो प्रमोसन पनि यति दुःख गर्नु पर्दैन तर तपाईँको लागि त फेरि जीवनको त सबभन्दा ठुलो यो छेन हो नि त होइन यति ठुलो पर्दामा तपाईँको त रोल पनि धेरै रहेछ हजुर त्यही भएर त आइरहेको अब अझै गुरुआमाकै रूपमा स्कुलमा देखिनु भयो क्या पहिला मिथिला म्याम हुनुहुन्छ गुरुआमा हामी चाहिँ आमा छोरी हो उनी मिथिला म्यामकोमा पढ्छिन् मैले चाहिँ त्यहाँ पढाउने म एकदम व्यस्त आमा हो घरकै आमा हो तपाईँ चाहिँ हजुर म चाहिँ तपाईँ अभिभावक अभिभावक हो गुरुआमा होइन होइन मैले नै हेर्नु पर्ने चाहिँ फिल्म एकदम हेर्न पर्छ म भोलिसम्म फिल्म टिक्यो भने त आएर परिवार ल्याएर टिक्यो भने होइन टिकाउने नै हजुर ल अल द बेस्ट तपाईँहरूलाई धेरै धेरै शुभकामना कलाकारहरूलाई यो गुनासो होइन कि कलाकारले आफ्नो कलाकारलाई माया गर्नुपर्छ भन्ने यो एक खालको सुझाव हो टिकाजीले पक्कै पनि त्यो माया पाउनु अवश्य पनि धन्यवाद हजुर एडमिशन ओपन जुम ब्युटी एकाडेमी नेपालकै नम्बर 1 22 वर्षको अनुभवको साथमा 100% जब ग्यारेन्टी